नमस्ते, म आज तपाईहरुसँग एउटा कथा बोल्न आएकी छु। एक यस्तो कथा जुन सुन्न गाह्रो छ तर सुन्नै पर्छ। म पनि अरु छोरीहरु जस्तै सपना देख्थे, परिवारलाई खुसी बनाउने, आफ्नो जीवन राम्रो बनाउने। तर एक दिन मेरो जीवन अचानक अन्यायको अन्धकारमा हरायो। आज म यहाँ केवल मेरो लागि होइन, जस्तै आज हराएका सबै छोरीहरुको लागि बोल्दै छु। समाजलाई मेरो एउटा सानो प्रश्न छ, छोरीहरु सुरक्षित भएर बाँच्ने दिन कहिले आउने? न्याय केवल शब्द होइन, न्याय भनेको सत्य बाहिर ल्याउनु हो, दोषीलाई जिम्मेवार बनाउनु हो। म चाहन्छु मेरो कथा यहाँ समाप्त नहोस्। यो एउटा चेतावनी बनोस् कि अब यस्तो अन्याय फेरि नदोहोरियोस्। यदि तपाईले यो सुन्नुभयो भने कृपया आवाज उठाउनुहोस्, किनकि न्याय तब मात्र सम्भव हुन्छ जब समाज चुप लागेर बस्दैन। न्यायको लागि आवाज उठाऊ। मम्मी, तपाईको धेरै याद आउँछ। तपाई भन्नुहुन्थ्यो यो स्वार्थी दुनियाँमा कसैमा विश्वास नगर, तर मैले विश्वास गरेर आज त्यसको परिणाम यस्तो भयो। कहिले कसैमा विश्वास नगर्नुहोस्। सधैँ सतर्क रहनुहोस्, मेरो जस्ता अरू कसैको निन्दा होस्।